हेलो मित्रहरू, नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना सहित तिनजुरे घुम्न आउने पर्यटकहरूको स्वागत गर्दै अहिले फर्किने क्रम पनि एकदमै तीव्र गतिमा भइरहेको छ। यो भनेको तिनजुरेदेखि मुनि लालीगुराँस नगरपालिका बसन्तपुर बजारको अवस्था अहिलेको सिचुएसन एकदमै भिडभाड को अवस्था छ। आज 1 गतेको दिन तराई मधेसबाट विभिन्न ठाउँहरूबाट घुम्न आउने पर्यटकहरूको चापलाई हेर्ने हो भने अहिलेको अवस्था यस्तो देखिन्छ। मित्रहरू, तपाईहरू पनि नयाँ वर्षमा घुम्न चाहनुहुन्छ, तिनजुरेतिर आउन चाहनुहुन्छ भने यस्तो छ। मौसम पनि एकदम ठिक छ। अहिले आउने क्रम र जाने क्रम एकदमै चलिराखेको छ। निरन्तर रूपमा मोटरसाइकलमा, मसिनो गाडीहरूमा र विभिन्न बसहरूमा, इभी गाडीहरूमा, अटोमा गरेर अहिले एकदमै आउने जाने क्रम भइराखेको छ। यो बसन्तपुरको बस स्ट्यान्ड, बस पार्कको अवस्था हो। अहिले म तपाईहरूलाई अहिलेको अवस्थाको बारेमा जानकारी गराउन खोजिराखेको छु। मित्रहरू, यो भनेको तिनजुरे घुम्न आउने साथीहरूको लागि नयाँ वर्ष 2083 सालमा घुम्न आउनुभएको पर्यटकहरूको अवस्था यस्तो छ। मित्रहरू, खचाखच भिडम्भाड यो लालीगुराँस चोक हो। मित्रहरू, तपाईहरू पनि आउन चाहनुहुन्छ भने बसन्तपुर, लालीगुराँस, तिनजुरेमा आउन सक्नुहुनेछ। अहिले एकदमै लालीगुराँसहरू फुलिसकेको छ। मित्रहरू, आज 1 गते पर्यटकहरू आउने क्रम जारी छ है त। मित्रहरू, तपाईँहरू नै आएर सुन्दर सुन्दर तस्बिरहरू, फोटो खिचाउन सक्नुहुन्छ। मित्रहरू, लालीगुराँसका एकदम राम्रा सुन्दर फुलहरूसँग नितेरी गाँस्न चाहनुहुन्छ भने तिनजुरेलाई सम्झिनुहोला। मित्रहरू, यता माथिबाट एकदम सँगले आउनुभएको छ। बसन्तपुर बजारको अवस्था अहिले यस्तै छ। पर्यटकहरू आज बजार होइन, 1 गते मात्रै भए पनि एकदमै धेरै मान्छेहरू हुनुहुन्छ। हिजो 1 गतेको दिन, हिजो मसान्तको दिन सोमबारे बजारमा पनि यति नै मान्छे हुनुहुन्थ्यो। बजारभरि मान्छे। पर आउने क्रम, जाने क्रम जारी छ है त। मित्रहरू, आउने क्रम, जाने क्रम एकदमै भिडभाड भइराखेको छ। मित्रहरू, एकदम भिडभाड आउने जाने क्रम एकदम जारी छ है त। यो बस पनि माथि प्यासेन्जरहरू लिएर तिनजुरेबाट आइसकेको छ। ट्याक्सीहरू, बुलेरोहरू, बाइक, मोटरसाइकल, अटो, इभी गाडीहरू आउने जाने क्रम चलिराखेको छ। मित्रहरू, ल मित्रहरू,